हेलो नमस्ते साथीहरू। आज चाहिँ हाम्रो घरको सरसफाइ रङरोगनको कार्यक्रम हुँदैछ। दिन त यस्तै हो, युकेमा चिसै नै छ। अनि यता चाहिँ स्याउ हेर्नु न, पोहोर लगाएको यो बुटहरूमा स्याउ अनि पियर्स अनि प्लमहरू सानसानो फलिराखेको छ। यता फेरि स्ट्रबेरी पनि जेहोस् भएछ अलिअलि। अनि यता चाहिँ यो चाहिँ वर्षै पछि यो काठमा चाहिँ वर्षै पछि लगाउँदा पनि कालै हुन्छ क्या, त्यस्तै छ। अनि त्यो गरेर अनि यता चाहिँ अब फेरि किचनतिर लागियो। भेन्टा र आलुको तरकारी, चिकन करी अनि साग भुटेर दाल पनि बनाएछु। खाना पनि रेडी भयो, ल धनियाँ सबै ल्याएर हालेपछि त रेडी भइहाल्यो। अब खाना खाने। अब चिसोमा है, चिसो दिन त कहिल्यै गएन हो, कहिले हो खै यो युकेमा चिसो जाने। साह्रै चिसो आमामामा। ल म त अनि खाना पस्किदिन लागेछु। अनि यता चाहिँ चिकन, यो चाहिँ मेरो छोरीको लागि पस्किदिन लाग्यो। उसले भ्यान्टा अलिक मन पराउँदैन र आलु आलु हालिदिएछु। साग चिकन हालिदिएछु। अनि त्यसपछि दाल चाहिँ बोडकोमा हालिदिन्छु है, ल खाऊ तिमी भनेर अलिकति तताएर दाल दिएको। अनि त्यहाँबाट यो चाहिँ फेरि यो चाहिँ मेरो लागि है, यो भ्यान्टा र आलु टक्क हालेँ। मलाई त फेरि कति धेरै खान मनपर्छ नि त भ्यान्टा आलु त। अनि चिकन करी हालेर खान लाग्यौँ हामी। थ्याङ्क यू।